The life that I had just given off my all the social media account for 5 days to 1 week अनि अहिले 18 घण्टा प्लस भइसकेको छ मैले एउटा पनि सोशल मिडिया अकाउन्ट एक्टिभ गरेको छैन हेर्दैछु कति दिनसम्म गिभ अप गर्न सकिन्छ हैन गोलु किनकि सोशल मिडियाले मलाई कन्ट्रोल गरिरहेको थियो अब म सोशल मिडियालाई कन्ट्रोल गर्न लागेको छु हेरौँ के हुँदो रहेछ It's a Sunday morning and it's been more than a 30 hour म एउटा पनि सोशल मिडिया अकाउन्ट अन गरेको छैन एन्ड बेसिकली यो मेरोसँगको लडाई हो मसँगको लडाई हो बिकज आई फिल कि मलाई सोशल मिडियाले कन्ट्रोल गरिरहेको थियो एन्ड जस्ट गिभ अफ एभ्रिथिङ टार्गेट इज नियरली 5 to 7 days एन्ड सकेसम्म धेरै कुराहरू हिट गरेको छैन एन्ड इट्स बिङ फर्स्ट टाइम यो 2-3 वर्षमा कि म बिना मोबाइलको टोयलेटमा गएँ एन्ड इन्स्टेड अफ मोबाइल आई टुक अ बुक एन्ड आई जस्ट रेड 2-3-5 पेजेस यो चाहिँ अचम्म नै भयो बिकज मर्निङ स्टार्ट त्यो पनि बुकले इट्स अमेजिङ एन्ड वन्डरफुल एक्सपिरियन्स फर मी किनकि नयाँ कुरा अनुभव गरेर आएको छु मैले धेरैचोटि सोशल मिडियालाई गिभ अप गरेको हो फर सेभरल डेज एन्ड बट योपालि चाहिँ अलिकति मोर कनेक्ट भएको थिएँ म पिपल्सहरूसँग मान्छेहरूसँग अलिक मोर अट्याच भएको थिएँ स्टिल त्यो सब कुरा छोडेर एन्ड आई स्टार्ट गिभिङ टाइम टु माइ सेल्फ एन्ड धेरै कुराहरू अनुभव गरिरहेको छु एन्ड अलिकति छ के भन्छ लाइक माइन्ड डिस्ट्र्याक्ट भइरहेछ कि ना लेट्स अन द सोसल मिडिया लेट्स स्क्रल द न्युज लेट्स वाच कसले के गरिरहेछ बट नो सिम्पल नो बिकज आई डोन्ट वान बी कन्ट्रोल विथ एनी वान मलाई अनकन्ट्रोल भएकी मनपर्छ आफ्नो फ्लोमा द्याट्स वाइ आई ह्याड गिभेन अफ अल द सोसल मिडिया एन्ड इट्स डे 2 एन्ड डे 2 इक्जामको प्रिपरेसन नि गरियो एभ्रिथिङ गरियो अब नाउ इट्स टाइम टु गो फर इक्जाम लुगा लगाइसकेको छु इट्स टाइम टु गो फर प्री बोर्ड इक्जाम सो बेसिकली इट्स इन द कन्क्लुजन आई से कि 30 आवर क्रस नो मोर सोसल मिडिया फर 30 आवर एउटा पनि सोसल मिडिया अकाउन्ट एक्टिभ गरेको छैन या आइ एम युजिङ जस्ट मेसेन्जर किनकि त्यो कलेजको एक्टिभ ग्रुप हो एन्ड इक्जाम चलिरहेको छ एनी म्यासेजहरू आउन सक्छ बट त्यो बाहेक एभ्रिथिङ इज जस्ट क्लोज बेसिकली मोर देन 48 hours and it's the day 3 and I already mentioned you that I'm just giving up to my all the social media account and सब कुरा छोडेर अनि त्यो अलिकति डिट्याच भएर बस्ने प्रयासमा छु एभ्रिथिङ लाइक सोसल मिडियाहरूलाई गिभ अप गरेर बिकज आई अगेन मेन्सन यु कि मलाई कन्ट्रोल भएको फिल भइरहेको थियो एन्ड बेसिकली हिजो अलिकति मोर गाह्रो भएको थियो बिकज बेलुकातिर अनि रातितिर बट थ्याङ्क गड कि मसँग एक्स्ट्रा बुक्सहरू छ अनि त्यो बुक्स पढेर टाइम पास भयो प्लस बेलुका अलिकति गाह्रो भएको थियो बेलुका गाह्रो हुँदाखेरि वाट डु आई डु कि म वाकमा निस्किहालेँ एन्ड आई टेक अ लङ वाक हिजो अराउन्ड 4-5 किलोमिटर जस्ट without listening any music, just hanging with my memories, hanging with your brain ko ideas and just walking around 1.5 घण्टा को राइड थियो 1.5 घण्टा वाक गरेँ एन्ड फेरि ब्याक टु रुम आएँ त्यसपछि खाना बनाउन हेल्प गरेँ इक्जाम थियो अर्को प्रेसर पढ्नमा हेल्प गरेँ आफूलाई एन्ड यति गरेँ प्लस अरू इट्स नट न्यू आशिष दाइसँग गफ गरेँ तल गएर एकछिन अनि घरमा कुरा गरेँ एन्ड द्याट्स इट आन्टीसँग कुरा गरेँ यति गरेँ एन्ड अलिकति ब्याड फिल भइरहेछ ब्याड भन्दा नि अलिकति कहाँ छु टाइपको फिल भइरहेको छ कि बिकज आई डोन्ट ह्याभ एनी मिडिया जसलाई स्क्रोल गरेर थाहा पाउन सकु कि यहाँ अब यो भइरहेछ त्यहाँ त्यो भइरहेछ बट नथिङ टु वरी बिकज इट्स अ पार्ट अफ लाइफ एन्ड एउटा बुकमा पढाएको थिएँ कि तिमी जति डिट्याच भएर बस्न सक्छौ जुन पनि कुरासँग
त्यति नै तिमी आफूलाई कन्ट्रोल गर्न सक्छौ. सो आई एम इन द प्रोसेस अफ कन्ट्रोलिङ माई सेल्फ एन्ड आई एम जस्ट गिभिङ अप अल द सोसियल मिडिया अकाउन्ट फर 5 to 7 days. So completely it's been more than 3 days and 3 दिनसम्म I won't get any call from my friends and जो मसँग एक्टिभली कुरा हुन्थ्यो सोसियल मिडियामा, जससँग अलिकति इन्टरेक्ट हुन्थ्यो, रिल्सहरू सेयर गरिन्थ्यो, त्यो मान्छेसँग पनि कुरा भएको छैन. बिकज आई डोन्ट नो अफलाइन र अनलाइन फ्रेन्डको फरक के हो. बट या मेरो अफलाइन फ्रेन्ड्सहरू अहिले पनि कन्ट्याक्टमै छ, तर अनलाइन फ्रेन्ड्सहरू इज आउट अफ कन्ट्याक्ट. एन्ड इट्स अल्सो सोच कि कतिको मान्छेहरू तपाईँलाई इम्पोर्टेन्स दिँदो रहेछ, कति तपाईँ मान्छेहरूको लाइफबाट जाँदाखेरि उसलाई असर पर्दो रहेछ एन्ड कतिको असर पर्दो रहेनछ. सो अल द थिङ्स तपाईँ जब कसैसँग कनेक्सन काट्नुहुन्छ अथवा टाढा जानुहुन्छ, द्याट टाइम दे रियलाइज, होइन. And I feel that my few friends are still in contact with me, but धेरै जस्तो छ जो आउट अफ कन्ट्याक्ट भइसकेको छ. सो लेट्स सी म मेरो च्यालेन्जलाई कतिको दिनसम्म लग्न पाइरहेको छु. बट अभियसली 7 days बिकज आई थिङ्क आई एम इन कन्ट्रोल नाउ. मलाई फिल भइरहेको छ कि म आफैले कन्ट्रोल गर्न सकिरहेको छु बिकज आई एम नट ह्याङ्गिङ विथ दोज social medias these days. So बिहान उठ्यो, प्रिपरेसन गर्यो एक्जामको लागि, अलरेडी रिभिजन गर्यो. नाउ इट्स टाइम टु कलेजको लागि निस्किने बेला भइसकेको छ. एन्ड कलेजमा पनि या एक्जाम इज गोइङ गुड. दुईवटा एक्जाम भयो, आज दोस्रो एक्जाम छ. हिजोको एक्जाम दामी भएको थियो. माई फिङ्गर्स आर पेनिङ, यति धेरै लेखेँ. सो आई विल सेयर यु डे 3 मा के हुन्छ, सरी डे 4 मा के हुन्छ tomorrow morning. So stay tuned with Mathly Travel Blogger. Everyone, it's a day 7 and I just completed my task जो म आफूलाई च्यालेन्ज गरेको थिएँ त्यो टास्क चाहिँ पुरा गरेको छु. एन्ड आई जस्ट 7 days आई लिभ 7 दिन विदाउट सोसल मिडिया. एन्ड यो 7 दिनमा मैले यु डोन्ट कान्ट इमेजिन मैले के गरेँ के गरिनँ. मैले धेरै कुरा गरेँ जो धेरै पहिला गरेको पनि थिइनँ. एन्ड लाइक आई जस्ट फोकस अन माई एक्जाम. मैले यो बुक पढेँ. बुक त पहिला पनि पढ्थेँ, बट द वर्ल्ड अफ 3.0 जुनमा रहेछ न्यू इकोनोमिक सिस्टमको बारेमा, जिरो पोभर्टी, जिरो अनइम्प्लोइमेन्ट र नेट जिरो कार्बन मिसनको बारेमा रहेछ. मोहम्मद युनासले लेखेको बुक हो यो. अनि विनर अफ द नोबल प्राइज पनि थियो यो बुक. अनि सायद आई थिङ्क यही राइटर हो जो पछि गएर तपाईँको बङ्गलादेशको प्राइम मिनिस्टर पनि भएको थियो. एन्ड आइ एम नट स्योर कि यो बुक धेरैले पढेको छ कि छैन, बट म सबलाई रेकमेन्ड गर्छु तपाईँ यो बुक पढ्नुहोस् एकचोटि. एन्ड मोर टु दोज जो अलिकति फाइनेन्स ब्याकग्राउन्डबाट छ, फाइनेन्स लाइक BBS एन्ड सोसल वर्क स्टुडेन्ट. या सोसल वर्क स्टुडेन्टमा किनकि यसमा इन्डिजिनियस सोसल वर्क प्र्याक्टिस र तपाईँको माइक्रो फाइनेन्सहरूको बारेमा एकदम डिटेलमा नलेज दिएको छ कि कसरी माइक्रो फाइनेन्स बङ्गलादेशमा स्टार्ट भएको थियो र वर्ल्डमै सबभन्दा राम्रो सक्सेस भएको चाहिँ बङ्गलादेश सिटीमा रहेछ. फाइनेन्स बङ्गलादेश कन्ट्रीमा सबभन्दा धेरै सक्सेस भएको रहेछ. एन्ड बेसिकली यो 7 days यसरी बित्यो कि अहिले मलाई फिल भइरहेको छ धेरै चाँडै बित्यो. तर जुन दिन मैले 2-3 days मलाई एकदम गाह्रो भएको थियो. 2-3 days सोसियल मिडिया नचलाउँदाखेरि इट्स फिल लाइक आइ एम मिसिङ समथिङ अर वाट, के मिस गरिरहेको छु. बट 3-4 days पछि ह्याबिट हुन थाल्यो एन्ड आई स्टार्ट रिडिङ बुक. यसको फर्स्ट डेबाटै गरेको, तर यसको अराउन्ड मैले 150 पेज प्लस पढेँ अलङ विथ माई इक्जाम प्रिपरेसन. एन्ड यो पालिको बबाल इक्जाम गएको रहेछ. यति चाहिँ गरियो. एन्ड अरू चाहिँ के गर्यो मैले त 7 दिनमा. या फ्यामिलीलाई टाइम दिएको थिएँ, फ्यामिली घरमा कुरा गरेँ, खाना बनाएँ आफूलाई मिठो लागेको कुराहरू. एन्ड अरू के गरेँ मैले,
लाइब्रेरी बसेँ. I completed a 2-3 assignment जो बाहिरको पनि थियो. And I researched about lot of colleges and scholarships. त्यसपछि I just त्यो सरप्राइज छ एउटा कुरा मैले के गरेको छु त्यो सरप्राइज छ अहिले भन्दिनँ अर्को भिडियोमा आउँछ नै होला. तर जे होस् मैले लाइफको यो 7 दिन चाहिँ एकदमै आइसोलेटेड भएर बिताएको छु एक्लो. बिकज मलाई फ्रेन्ड सर्कल पनि चाहिरहेको थिएन. आई जस्ट स्टार्ट कटिङ एभ्री वान एभ्रिथिङ. एन्ड त्यो कुराले मलाई धेरै कुरा सिक दियो कि एउटा आइसोलेटेड वेले कसरी आफ्नो लाइफ बाँच्न सकिन्छ. एन्ड आई जस्ट डिड द्याट टुडे. आज 7 दिन मैले कम्प्लिट गरेँ. एन्ड फाइनली आई एम भेरी ह्याप्पी कि त्यो 7 दिनमा मैले एकचोटि पनि सोसियल मिडिया अकाउन्ट खोलिनँ. या आई वाज जस्ट ओपनिङ द मेसेन्जर. आई जस्ट ओपन द मेसेन्जर बिकज त्यो मेरो कलेजको ग्रुप थियो एन्ड एक्जाम अनगोइङ थियो. केही इम्पोर्टेन्ट कुराहरू सेयर गर्नलाई अथवा केही इम्पोर्टेन्ट कुरा सोध्नलाई ग्रुपबाट मैले त्यो भएर मैले मेसेन्जर चाहिँ राखेको थिएँ. बट यो 7 दिनमा मैले अरू केही गरिनँ. सो आई जस्ट कम्प्लिट माई टास्क एन्ड आई एम प्राउड अफ माइसेल्फ. यति भन्दै यो 7 दिनको धेरै कुराहरू मैले अरू भिडियोमा नि सेयर गरेको छु, हेर्नुहोस्. एन्ड प्लिज सरी पनि भन्छु बिकज 7 दिनमा यत्तिकै ग्याप भए. युट्युबमा भिडियो पनि राखेको थिएन. आई डोन्ट थिङ्क मलाई युट्युबले कति पछाडि पुस गरेको होला. बट या आई जस्ट लर्न किनकि आई जस्ट निड अ पिस अफ टाइम जुन मलाई मेरो ब्रेनलाई चाहिरहेको थियो. एन्ड आई डोन्ट वान्ट टु बी कन्ट्रोल. मेरो एउटा त्यही मकसद नै थियो, मेरो त्यही एउटा जुनुन भनौँ कि आई डोन्ट वान्ट टु बी ए कन्ट्रोल बाई माई इमोसन्स. एन्ड त्यो भएर मैले चाहिँ सोसियल मिडिया लाइफ कटअप गरेको थिएँ. एन्ड थ्याङ्क्स टु एभ्री वान जसले मलाई सम्झिनु पनि भयो, जसले मलाई सम्झिनु पनि भएन. एन्ड यति भन्दै अहिलेको लागि यो भिडियो यहीँ राखौँ. 7 डे च्यालेन्ज इज कम्प्लिटेड एन्ड रमाइलोको साथ बिताएँ. होप अगाडि म ग्याप नहुँ एन्ड सबलाई टाइममै युट्युब भिडियो हालौँ. बिकज मेरो धेरै साथीहरूले सोधिरहनु भएको थियो भिडियो किन आइरहेको छैन. या थ्याङ्क्स टु देम एन्ड थ्याङ्क्स टु अल्सो जसको दिमागमा आएको होला कि भिडियो किन आएको छैन टाइपको. बट जे होस् रमाइलो भयो. मेरो म्याम्सहरू चाहिँ मलाई एकदमै सोधिरहनु भएको थियो कि के हो भिडियो आएको छैन भनेर. म्याम इट्स इक्जाम अनि अलिकति बिजी भएर. बट जे होस् रमाइलो भयो. एन्ड बिहाइन्ड द सिन मैले धेरै कुरा सेयर गरेको छैन, त्यो आउने भिडियोमा देखाउने नै छु. यति भन्दै अहिलेको लागि टाटा बाई बाई. हेर्दै गर्नु म्याथली ट्राभल ब्लगर. थ्याङ्क यू फर योर काइन्ड सपोर्ट, योर लभ, योर care and everything. Thank you.